गणतन्त्रले आजसम्म कुनै पनि देशलाई भलो गरेको चाहिँ मैले देखाएको छैन। कता राजतन्त्र हो नि? राजतन्त्रले के फाइदा गर्छ तपाईले भन्नुस् न। राजतन्त्रले के फाइदा गरेन? किङडम अफ नेपाल भन्दाखेरि यस्तो छाती खोलेर जाइन्थ्यो एयरपोर्टमा। वल्ल लाजी मिन्ता फियादा हुकुमत आइबाना फि हुकुमत। अहिले गएर के भन्छ? तपाईले नेपाली पासपोर्ट लगेर त्यहाँ कतारको इमिग्रेसन एरियामा यसो राखिदिनु, LLPP लेखिदिन्छ। त्यसको फुल फर्म तपाईँलाई थाहा छ? बताउनुस् न तपाईले। LLPP लेबर लिगल पासपोर्ट हो। नेपाल देशमा इन्जिनियर एउटा जन्मेर इन्जिनियरको भिसा लिएर कतार गयो भने मर भने त्यसलाई लेबर सोसरा पाउँछ। यार कुन चाहिँ पासपोर्टको कुरो गर्नु त तपाईँ? म शिल्पा सरकारको पासपोर्ट बोकेर किङडम अफ नेपाल बोकेको पासपोर्ट हुँदाखेरि के भन्नु चाहन्छ? यो त हुकुमतको मान्छेको यो साइडबाट त्यो रेन्ट्री गरेर खुद मलाई गराएको छ। मेरो 3टा पासपोर्ट हो। पहिला 5 वर्ष हातले लेखेको थियो, त्यसको दोस्रो पनि हातले लेखेको थियो। अहिले मेरो एमआरपी हो। अहिलेको पासपोर्ट लिएर भल्ला याल खाली भने भन्छ LLPP सब